तिमीहरूले स्क्रिनमा देखिरहेको छ थियोरम्स रिलेटेड टु सर्कल भनेर च्याप्टर नम्बर 3 हो। यो च्याप्टर नम्बर 3 मा तिमीहरूले पेज नम्बर 59 मा हेर्यो भने थियोरम यहाँनिर भेट्छ, थियोरम नम्बर 32 भेट्छ। थियोरम नम्बर 32 तिमीहरूले पढ्नु पर्यो, स्टेटमेन्ट पनि पढि याद गर्नु पर्यो र यसको प्रुफ गर्न जानेको हुनुपर्छ। स्टेटमेन्टले लेखेको छ द परपेन्डिकुलर ड्रन टु अ कर्ड विच इज नट अ डायमिटर फ्रम द सेन्टर अफ द सर्कल बाइसेक्ट द कर्ड। किताबमा यहाँनिर पुरानो एडिसनको किताबमा बाइसेक्टको स्पेलिङ रङ छ, BISECTS बाइसेक्ट्स द कर्ड भनेर स्टेटमेन्ट अफ द थियोरमले यसरी भनेको छ। अब यो थियोरमले के भनेको त भन्दाखेरि कुनै एउटा सर्कल छ, त्यो सर्कल सपोज अब यहाँनिर एउटा सर्कल बनाएको छु मैले है, यो सर्कलको एउटा कर्ड भनेको छ। कर्ड भन्नाले यहाँनिर यहाँ ABलाई मैले कर्ड भनेर भनेको छु, AB कर्ड भयो। अनि स्टेटमेन्ट अफ द थियोरमले के भन्दैछ भन्दाखेरि परपेन्डिकुलर ड्रन टु अ कर्ड फ्रम द सेन्टर भनेको छ। सेन्टरबाट एउटा पर्पेन्डिकुलर यसरी ड्र गर्यो, यहाँनिर पर्पेन्डिकुलर ड्र गर्यो भन्दैछ सेन्टरबाट। यसरी ड्रप गर्यो भने चाहिँ के हुन्छ अरे भन्दाखेरि इट बाइसेक्ट्स द कर्ड भनेको सपोज अब यो सेन्टर O हो र यहाँनिर D भन्यो भने बाइसेक्ट द कर्ड भनेपछि DA र DB बराबर हुनु पर्यो, अथवा AD र DB बराबर भएको हुनु पर्यो, यस्तो हुनुपर्छ हो। अब यो प्रुफ गर्नुलाई हामीले पहिला के लेख्छौँ, हामी पहिला लेख्छौँ गिभन के दिएको छ भन्दाखेरि AB इज द कर्ड अफ अ सर्कल विथ इट्स सेन्टर एट O विच इज नट अ डायमिटर and OD is perpendicular on the chord AB. OD is perpendicular on the chord AB हामीले भन्यौँ, यति चाहिँ हामीले गिभनमा लेख्छौँ हो। अनि टु प्रुफमा लेख्यो OD बाइसेक्ट द chord AB, द्याट इज AD र BD बराबर हुन्छ भनेर अघि मैले बताइहालेँ। कन्स्ट्रक्सनमा हामीले के गर्छौँ भन्दाखेरि OA र OBलाई जोइन गर्छौँ। जस्तो अब यहाँ नक्सामा तिमीहरूले देख्दैछ यो OA र OBलाई यहाँनिर जोइन गरिदिउँ हामी, यस्तो प्रकारले यहाँनिर हामीले जोइन गऱ्यौँ हो। OA र OBलाई जोइन गरिदिएको छ। अब यसो गर्नाले हाम्रो के भयो त भन्दाखेरि एउटा ट्रायङ्गल ODA अर्को ट्रायङ्गल ODB भयो नि त। ODA एउटा ट्रायङ्गल, अर्को ODB अर्को ट्रायङ्गल भयो। अनि हामीले प्रुफ चाहिँ के गर्छौँ भन्दाखेरि यो दुईवटा ट्रायङ्गलहरू कङ्ग्रुएन्ट छ भनेर प्रुफ गर्छौँ। अब कङ्ग्रुएन्ट हुनु लागि के प्रुफ गर्नुपर्छ भन्दाखेरि पहिला त यो 90 डिग्री हो भनेर हामीलाई अलरेडी थाहा छ, किनकि त्यो पर्पेन्डिकुलर ड्र गर्यो भनेर भनेको छ हामीले होइन। अर्को कुरो OA र OB नक्सामा हेऱ्यो भने तिमीहरूले OA र OB इक्वल हुन्छ, किन हुन्छ भन्दाखेरि दे आर द रेडिया अफ द सेम सर्कल। OA र OB बराबर भएको राइट एङ्गल, यो हाइपोटेन्युस भयो। अब एउटा साइड OD, यसको OD र यसको OD र OD राइट एङ्गल हाइपोटेन्युस साइड कङ्ग्रुएन्सी रुलबाट यो दुईवटा ट्रायङ्गलहरू कङ्ग्रुएन्ट हुन्छ भन्दाखेरि मैले यहाँ लेख्दाखेरि नम्बर 1 मा लेख्नु पर्यो राइट एङ्गल, पहिला एङ्गल ODA इज इक्वल्स टु एङ्गल ODB भनेर लेख्नु पर्यो, किन भन्दाखेरि 90 डिग्री गिभन हो, यो अलरेडी हामीलाई थाहा छ। अर्को सेकेन्डमा लेख्दाखेरि मैले लेख्नु पर्यो राइट एङ्गल हाइपोटेन्युस लेख्दाखेरि OA अफ द फर्स्ट ट्रायङ्गल इज इक्वल्स टु OB अफ द सेकेन्ड ट्रायङ्गल, किन भन्दाखेरि यहाँनिर मैले लेख्दाखेरि लेख्नु पर्यो रेडाई अफ सेम सर्कल, रेडाई अफ सेम सर्कल। अनि थर्डमा लेख्दैछु मैले राइट एङ्गल हाइपोटेन्युस साइड, अब एउटा साइड चाहियो द्याट इज OD इज इक्वल्स टु OD लेख्दाखेरि चाहिँ हामी लेख्छौँ कमन टु बोथ। ल दुइटै कमन भयो गर्दाखेरि तिनवटा कन्डिसन फुलफिल भयो होइन। कुनै पनि एउटा ट्रायङ्गल कङ्ग्रुएन्ट हुनु लागि यति तिनवटा कन्डिसन जस्तो RHS कन्डिसन फुलफिल भयो, त्यसो भने हामी लेख्छौँ यहाँनिर देयरफोर ट्रायङ्गल ODA इज कङ्ग्रुएन्ट टु ट्रायङ्गल ODB भनेर लेख्छौँ बाई कुन चाहिँ रुलबाट, RHS राइट एङ्गल हाइपोटेन्युस साइड कङ्ग्रुएन्सी रुलबाट यो दुईवटा ट्रायङ्गलहरू कङ्ग्रुएन्ट देखिन्छ। अब यो दुईवटा ट्रायङ्गल कङ्ग्रुएन्ट भएपछि त देयरफोर अब कङ्ग्रुएन्ट हुनु बित्तिकै हामीले के भन्छौँ भन्दाखेरि DA इज इक्वल्स टु DB अथवा AD इज इक्वल्स टु BD अथवा BD लेख्दा नि भयो। लु AD इज इक्वल्स टु BD, यो AD इज इक्वल्स टु BD भनेको के हो त भन्दाखेरि OD बाइसेक्ट्स AB गर्दाखेरि थियोरम यसरी प्रुभ गर्नु सकिन्छ।